नमस्कार, म अरुण श्रेष्ठ। आदरणीय दर्शकबिन, म अहिले बराह क्षेत्र नगरपालिका वडा नम्बर 6 यो बोराबाँधमा आइपुगेको छु। तपाईँ देख्न सक्नुहुन्छ भर्खरै हिजो अस्तिदेखि भाइरल बनेको बोराबाँध बराह क्षेत्र नगरपालिकाको एकदम पर्यटकीय गन्तव्य स्थल। एटिभी गाडी यहाँ आजदेखि सुचारू भइरहेछ र गाडी सञ्चालक र यो मालिक हुनुहुन्छ यहाँ हाम्रो युवालाई स्वागत गर्न चाहे मैले। धन्यवाद अरुण भाइ। एकदम यो गाडी आज तपाईँले यो एकदम यो बालुवामा ल्याउनु भएको छ नि, यो बालुवामा एउटा पर्यटक त एकदम छँदैछ। यसले अझै यहाँको चाहिँ नि सौन्दर्य दिनेछ। यो विषयमा थोरै जानकारी गराइदिनुहोस् न। यो पछिल्लो समय यो बोराबाँध चाहिँ सूर्य अस्तको रमणीय दृश्य हेर्नको निम्ति निकै नै भाइरल भएको ठाउँ। यहाँ विभिन्न प्रकारका अहिले जस्तो बोट भए, यो नाउहरू युज भइरहेको अवस्थामा हामीले पनि यहाँ अलिकति केही फरक किसिमको एउटा केही प्रोग्राम लन्च गरौँ त भनेर साथीभाइसँग सल्लाह गर्दाखेरि यो डेजर्ट सफारी, यसलाई एटिभी पनि भन्छन्, यो डेजर्ट सफारी बल्लोमा कुद्नको निम्ति एकदमै कम्फर्टेबल हुन्छ। त्यो हो कारणले गर्दाखेरि ल त्यसो भए हामी पनि त्यो बोराबाँधमा सहभागी हुने होइन, त्यहाँको विकासको निम्ति हरेक हिसाबले हाम्रो पनि यहाँ सहभागी हुने भन्ने कुरा भएपछि हामीले यो एटिभी डेजर्ट सफारी चाहिँ यहाँ ल्याउने निश्चय गर्यौँ। यसको लागत चाहिँ कति? लागत यसको यो खरिद नै तत्काल नै यति हो भन्ने कुरो चाहिँ छैन, तर हामी साथीभाइ मिलेर यसलाई अहिले तत्काल लन्च मात्र गरेका छौँ। यसको यति नै लागत पर्छ भन्ने चाहिँ मलाई पनि पूर्ण रूपले थाहा छैन। यसो भनेपछि केही दिनमा जानकारी हुन्छ। अनि यहाँ अहिले के छ, पर्यटकको हिसाबमा तपाईँले आज सुरु गर्नुभएको छ, केही दिनदेखि अघिदेखि हजुरलाई म यहाँ देख्दैछु आउनु भएको छ, यहाँको निरीक्षण गर्नु भएको छ होइन। यो विषयमा हजुरलाई धेरै धेरै धन्यवाद पनि छ, किन युवा हुनुहुन्छ। किनभनेदेखि यहाँ बराह क्षेत्रमा पर्यटक के गन्तव्य हुनुपर्छ र पर्यटकलाई केही गर्नुपर्छ भन्ने उद्देश्यले हजुरले गाडी पनि ल्याउनु भएको छ। र यहाँ एउटा दुःखको कुरा चाहिँ के यहाँ सञ्जालमा आइरहेछ भने नि, यो गाडी पार्किङको विषयमा चाहिँ अलिक पैसा बढी गयो भन्ने कुरा आइरहेछ। यो विषयमा थोरै जानकारी छ त हजुरलाई? म चाहिँ यो कुरामा एकदम स्पष्ट छु। गाडी पार्किङ शुल्क जुन हिसाबले साथीभाइले उठाएको छन् त्यो एकदमै ठिक छ। तपाईँको 4 लाख 5 लाखको बाइक त्यहाँ राख्दै गर्दाखेरि साथीभाइहरू सबै यहाँको सूर्यास्तको मनोरम दृश्य हेर्ने कारणले गर्दाखेरि भुलिरहेको अवस्थामा हराउने सम्म हुनसक्छ। त्यो सबैको जिम्मेवारी पार्किङ शुल्क उठाइरहेछ साथीभाइले। त्यो शुल्क त्यो समितिले नै निर्धारण गरेको होला, ठिक छ। 20 रुपियाँ पैसा तिर्दाखेरि आफ्नो सामानको सुरक्षा हुन्छ भने मलाई चाहिँ एकदमै राम्रो लागेको छ, ठिक लागेको छ उहाँहरूको निर्णय। हजुरलाई यो बाइक यदि चोरी भयो, हेलमेट हरायो भने त यो समितिले नै जिम्मेवारी लिने होला नि? हेलमेट सम्मको कुरा चाहिँ मैले त्यति स्पष्ट भएको छुइनँ, तर बाइक नै हराउने भन्ने कुरा चाहिँ उहाँहरूले जिम्मेवारी लिने भन्नुभएको छ। किनभने त्यहाँ उहाँहरूले स्टाफ हटाउनु भएको छ, माथि गेटदेखि लिएर पार्किङ स्थलसम्म स्टाफ हटाउनु भएको छ। बाइक चोरी भएमा हाम्रो जिम्मेवारी भन्ने किसिमको पनि साथीभाइले सल्लाह त्यो निर्णय गर्नुभएको छ। त्यो कारणले गर्दाखेरि म चाहिँ 20 रुपियाँ गाडी पार्किङको शुल्क तिरेर आफ्नो सामानको सुरक्षा हुन्छ भने कसैलाई पनि यसमा विवाद नगरिदिनु हार्दिक अनुरोध गर्छु। धन्यवाद सर जानकारीको लागि। धन्यवाद।